नमस्ते सबैलाई। एउटा कुरा तपाईँहरूमा आज भन्न आएको के साथीहरू, के अरे यत्रो सरकारी सहकारी पीडितहरू छ, लगभग 14 लाख सहकारी पीडितहरू छ साथीहरू। अनि त्यसपछि प्रत्यक्ष अप्रत्यक्ष गरेर 64 लाख छ। लगभग नेपालको बजेटको हिसाबले हेर्ने भने 3.27% छ साथीहरू। अनि त्यो एकैचोटि गर्ने हो कि हामीले हल्ला मात्र सुनिरहेछ, के अरे सहकारीको पैसा बाँड्न लाग्यो अरे। अनि त्यसपछि के अरे सुकुम्बासीलाई घर दिन लाग्यो अरे, ऐलानी जग्गाको लागि लाल पूर्जा दिन थाल्यो अरे। सब कुरा सुनेर मात्र आएको छ। एउटा राम्रो जेएनजीको सरकार भनिसकेपछि एउटा सूचना चाहिँ जनताले पाउनु पर्छ कि पर्दैन, कहाँ बाँडेको छ, कसलाई बाँडेको छ, कति वर्षको योजनामा चाहिँ बाँड्न खोजेको छ भनेर सूचना पाउनु पर्छ कि पर्दैन। अझै यो टुक्के समाचारहरूले कहिले के भन्छ भने बाँडेको छ, दिइरहेको छ मात्र भन्छ। दिइरहेको छ भने कहाँ दिइरहेको छ र कस्तो प्रक्रिया हो पनि भन्नु पर्यो के। खालि हावातालमा उसको पछाडि दौड्यो, पुरा न्युज छाप्नु छैन, इति न्युज छाप्यो, जनतालाई कन्फ्युज बनायो। पत्रकारहरू पनि सबै एउटै कुराको पछि लाग्छ हो। अलिकति नयाँ कुराहरू केही खोज न साथीहरू यार। यस्तो अचम्म लाग्छ यार नेपालको परिस्थिति देखेर नि यार। पत्रकार भने त्यही नेताहरूको इन्टरभ्यू मात्र दिन लाग्छ। खोजेर जनतालाई सजिलो हुनु ताले यस्तो यस्तो छ है प्रक्रिया भनेर देखाउन सक्यो भने पो हो भन्नु। यस्तो सबैले साथीहरू, अब सबैले हेर्ने हो भने चाहिँ अब अलिकति नेपाल अगाडि बढ्छ भने सूचना चाहिँ सबले पाउनुपर्ने अधिकार होइन यसो। अनि के अरे के बाँडे रे, लाल पूर्जा बाँडे रे, अनि त्यसपछि सहकारी पीडितको पैसा बाँडे रे। अनि कहाँ बाँड्यो, कसले बाँड्यो, कसरी बाँड्दैछ, त्यो चाहिँ पत्रकार भएर देखाउनु पऱ्यो क्या साथीहरू। हामीले चाहिँ केही बुझ्न पाएको छैन, बाँड्यो अनि मैले च्याट जिपिटीलाई सोधेको थिएँ नेपालमा सहकारी पीडित कति छ भनेर सोधेको। च्याट जिपिटीले 14 लाख भनेर चाहिँ मलाई देखायो क्या। अब सायद 14 लाखभन्दा बढी नै छ होला, के उसले चाहिँ उ गरेको हो थाहा छैन, तर 14 लाखभन्दा बढी नै छ साथीहरू। त्यसको चाहिँ लगभग 64 अर्ब चाहिँ ठगिएका छन् भनौँ न। अब 64 नभनौँ, 65 भनौँ, त्यहाँ दर्ता हुन कति बाँकी हुन्छ, ठगिएका छन्। अनि एकैचोटि दियो भने चाहिँ बजेटको 3.25 हिस्सा चाहिँ 27 हिस्सा चाहिँ लगभग नेपालको बजेटबाट काटिन्छ, नेपालकै बजेटबाट दिने हो भने साथीहरू। अनि त्यो कारणले गर्दा चाहिँ अलिकति सोच्नु बाध्य भन्छ। पहिलाको जस्तै गर्ने हो कि पहिलाको सरकारहरूले जस्तो अलिकति टुक्के तालले दिने हो। अनि अरू चाहिँ अहिले देखाउनु दाँत, खाने दाँत चाहिँ अर्कै भने जस्तो पछि चाहिँ दिने स्रोतै नभेटाए भन्ने हो कि के हो साथीहरू। अब मेन कुरा सूचनाको चाहिँ अधिकार हुनु पऱ्यो, हामीले चाहिँ जान्न पाउनु पऱ्यो के भइरहेछ भनेर मैले चाहिँ यो भिडियो बनाएको होइन। अब पत्रकारहरूले पैसा के अरे बाँडिरहेछ अरे साथीहरू, के अरे लाल पूर्जा बाँडिरहेछ अरे साथीहरू। कहाँ बाँडिरहेछ, कसरी बाँडिरहेछ त्यो पनि भन्नु पर्ला नि त होइन। पत्रकार भएपछि पुरा दिनु पर्ला नि त समाचार। अनि त्यसपछि के अरे सहकारीलाई पैसा बाँडिरहेछ अरे, कहाँ बाँडिरहेछ, कसरी बाँडिरहेछ, कुन निकायसँग सम्पर्क गर्ने। च्याट जिपिटीले धरि एउटा निकाय दिएन साथीहरू। च्याट जिपिटीले धरि 5वटा अप्सन के, यसमा सम्पर्क गर्न सक्छस्, यसमा सम्पर्क गर्न सक्छस्, यसमा सम्पर्क गर्न सक्छस्, यसमा सम्पर्क गर्न सक्छस्। एउटा मेन ठाउँ होस् न होइन। रफ्तारले काम गर्ने हो भने त यसलाई एउटालाई त प्रायोरिटी दिनु पर्ला नि त होइन, प्रायोरिटी दिनु पर्ला नि त। यो काम चाहिँ यो ठाउँबाट हुन्छ है भनेर। केपी ओली पढेका मान्छे थिएनन्, तर पनि उसले हवाई जहाज के अरे पानी जहाज ननिकाले पनि उहाँले सम्पर्क कार्यालय चाहिँ खोलेर राखेको थियो कि। काम गर्ने कार्यालय नखोलेर काम हुन्छ, कहाँ बुझ्ने, कसरी काम गरिरहेछ तिनीहरूले होइन। मेन पीडितहरू छुट्टेला कि भन्ने पनि होला नि त। मैले चाहिँ यो एउटा गर्न खोजेँ है साथीहरू। अब देश अलिकति सिस्टम मिलेन जस्तो लाग्यो मलाई, मेरो विचारमा चाहिँ। अनि त्यही भएर मैले यो कुरामा चाहिँ गर्न थालेको है।
बालेन सरकार प्लिज सुनेर चाहिँ यसो सूचना प्रविधि चाहिँ दिनु पर्यो क्या। सूचना प्रविधिको अधिकार चाहिँ सबै जनता मार्फत दिनु पर्यो क्या। संविधानले पनि सुनिश्चित गरेको कुरा हो त्यो चाहिँ, होइन? दिनु पर्यो बालेन सरकार। त्यही भएर